हाम्रो यसपालिको एन्ट्रान्समा चाहिँ विधिशास्त्रबाट 50 मार्क्स, संवैधानिक कानुनबाट 30 मार्क्स र संहिताहरूबाट 20 मार्क्सको आउने भएर सिलेबस धेरै छ। तर हाम्रो एमसीक्यू बेस्ड 100% अब्जेक्टिभ क्वेशन्स भएको हुनाले राम्रो गर्ने चान्स पनि उति नै हाई छ भने त्यही कुरा बिग्रिने चान्स पनि उति नै हाई छ। यो पालिको एक्जाममा अलि धेरै सिलेबस इन्क्लुडेड भएको भएर चाहिँ अलि धेरै फोकस भएर स्पेसिफिक एन्सरहरू अलि कण्ठ पार्नुपर्ने गरी पढ्नुपर्ने हुन्छ। अहिले चाहिँ 100% क्वेशन्सहरू अब्जेक्टिभ छ। यो पालि चाहिँ जुरिस्प्रुडेन्स, कन्स्टिट्युसनल ल, मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता, मुलुकी अपराध संहिता र मुलुकी फौजदारी कार्यविधि संहिता पनि इन्क्लुडेड छ यो पालिको सिलेबसमा चाहिँ। त्यसले गर्दा चाहिँ अलि धेरै फोकस गर्नुपर्ने एक्जाम हुनेवाला छ यो पालि। प्लस अब धेरै सिलेबस भएर अनि अब्जेक्टिभ पनि भएर अलि मजाले नै क्वेसनहरूको एन्सर चाहिँ एकदम स्पेसिफिक भएर ध्यान दिएर पढ्नुपर्ने हुन्छ। त्यसले अब एमसीक्यूको लागि राम्ररी प्र्याक्टिस गरेर राम्रो मार्क्स ल्याएर मेरिटमा नाम निकाल्ने हो भने चाहिँ हाम्रो प्ले स्टोर र एप स्टोरमा एन्ट्रान्स गुरु आइसकेको छ। एन्ट्रान्स गुरुको मल्टिपल फिचर्स जस्तै एमसीक्यू, फ्ल्यास कार्ड्स, समरीहरू, 15वटा मक टेस्टहरूले तपाईँलाई राम्ररी प्रिपेयर गर्न हेल्प गर्छ र एक्जामको जस्तै इन्भाइरोमेन्ट र टाइमिङको लागि त्यही 90 मिनट्सको मक टेस्टहरू तपाईँले अटेम्प्ट गर्न सक्नुहुन्छ। भएर एप स्टोर अथवा प्ले स्टोरबाट एन्ट्रान्स गुरु डाउनलोड गर्नुहोस् र राम्ररी प्र्याक्टिस गरेर राम्रो मेरिटमा नाम निकाल्नु होला। अल द बेस्ट।